हेलो नमस्ते वेलकम टु माई मिनी ब्लग। आज हाम्रो चाइनामा सेकेन्ड डे हो। हजुरहरूलाई हाम्रो ब्लग कस्तो लाग्छ, मनपर्छ भने प्लिज लाइक सब्सक्राइब गरिदिनुहोस्। ब्रेकफास्ट खाएर हामी होलसेलतिर लाग्यौँ। हेर्न सक्नुहुन्छ हामी होटेलबाट बाहिर निस्किँदैछौँ। बाहिरको वेदर एकदमै राम्रो लाग्यो है मलाई, न गर्मी न जाडो, एकदमै मोडरेट क्लाइमेट थियो। अनि आज अलिकति ट्राभल धेरै गर्नुपर्छ भनेर मैले आफ्नो सुट चेन्ज गर्न गएँ र कम्फर्टेबल लगाएर आएँ। एकदमै राम्रो फुलहरू बाटोमा फुलिरहेको छ, हजुरहरू देख्न सक्नुहुन्छ। अनि हामी बच्चाको क्लोदिङको होलसेलमा आइपुग्यौँ। हेर्न सक्नुहुन्छ यहाँ भेरियस हजुरले आफ्नो चोइस अनुसार, डिजाइन अनुसार भेरियस क्वालिटीमा हजुरहरूले कपडा पाउन सक्नुहुन्छ। यो एरिया चाहिँ एकदमै फेमस रहेछ कि बच्चाको कपडाहरूको लागि। हजुरहरूले आफ्नो आफूले चाहिएको डिजाइनमा पनि कस्टमाइज गर्न सक्नुहुन्छ है। म्यानुफ्याक्चररहरूलाई एउटा ठाउँ बिफ रहेछ, हामीले बिफ नखाने भएर नेक्स्ट ठाउँ गएर हामीले लन्च गऱ्यौँ। अनि फेरि हामी नेक्स्ट होलसेलरहरूकोमा लागेर अब सामानहरू चुज गर्दै अनि प्याकिङ गराउँदै हिँडिरहेका थियौँ। हेर्न सक्नुहुन्छ है, प्राइस कम्पेरिजन गर्दै सामानहरू क्यालकुलेट गर्दै प्याकिङ गर्दै हिँडिरहेका थियौँ। यहाँ एकदमै राम्रो लेदरको बच्चाको प्रोडक्टहरू रहेछ, एकदमै राम्रो लेदरको सामानहरू पनि थियो। हामीले हाम्रो स्टोरको लागि राख्यौँ। अनि यहाँनिर सानो बच्चाहरू खेल्दै थिए। हामीले हाम्रो सानी छोरी प्रान्सलाई मिस गऱ्यौँ। अनि ढिला भइसकेको थियो, ब्याक टु होटेल भयो। फेरि टपअप गरेर हामी फ्रेस भएर सुत्यौँ। गुड नाइट।